यो तपाईहरु अहिले हेर्न सक्नुहुन्छ यो चाहिँ अबुधाबीमा अवस्थित हिन्दू टेम्पल बाब्स टेम्पल्सको केही झलकहरु म देखाउँदै छु। आजको चाहिँ यो सन्ध्याकालीन इभिनिङमा चाहिँ आज मन्दिरमा आएको छु। यो नयाँ यो मन्दिरमा आउँदाखेरि चाहिँ तपाईहरुले ब्यागहरु केही पनि नलिकन आउनु होला। यसमा चाहिँ भित्र लान एलाउ छैन। त्यस्ता चुरोट त्यो सिगरेट लाइटरहरु सलाइहरु ब्लेडहरु त्यस्तो कुनै पनि चीजहरु लिएर नआउनु होला। कुनै पनि कुरा एलाउ छैन। यो मन्दिरमा घुम्न चाहनेहरुले चाहिँ राम्रोसँग घुम्न सक्नुहुन्छ। स्पेशली सैटरडे सन्डे तपाईहरु कोही पनि नआउनु होला। मन्डेमा चाहिँ मन्दिर बन्द रहन्छ। अरु त सबै ठिकै छ। अरु भनेको यस्तै हो। यहाँ हेर्न आउँदाखेरि घुम्न आउँदाखेरि धेरै रमाइलो छ। सबैजना आउनु होला, घुम्नु होला। यो मन्दिरले चाहिँ हामी हिन्दूहरुको लागि चाहिँ आस्थाको केन्द्र धेरै राम्रो बनाएको छ। यहाँ सेक्युरिटी पनि धेरै टाइट गरेको रहेछ। अहिले अघिल्लो वर्ष आउँदा यस्तो थिएन। अस्तिमा आएको थिएँ, अघिल्लो हप्ता पनि आएको थिएन, त्यस्तो केही टाइट थिएन। अहिले चाहिँ एकदमै धेरै सेक्युरिटी राखेर तपाईको बडी चेक गरेर मात्र इन्ट्री हुन्छ स्क्यानरबाट। त्यही भएर तपाईहरु आउँदाखेरि चाहिँ आफ्नो साथमा लिगल कुराहरु मात्र लिएर आउनुस्। आफ्नो लिगल इन्ट्रेस्ट आइडीहरु लिएर आउनु होला। अनि तपाईहरु आउनुभन्दा पहिला अपोइन्टमेन्ट लिएर चाहिँ अनलाइन अपोइन्टमेन्ट लिएर मात्र आउनु होला है त। अरु त सबै ठिकै छ। यहाँ आउनको लागि तपाईहरु सबैजना इच्छुक हुनुहुन्छ भने तपाई अबुधाबीबाट 203 नम्बरको बस शनिबार र आइतबार सिधै वहाँ बाब्स मन्दिरसम्म आइपुग्छ। तपाईहरु त्यसरी आउन सक्नुहुन्छ है त। हस् त, धन्यवाद।